सुनका थैला हातका मैला के गरी बनले नगरी काम पुग्दैन खाना साँझ र बिहान हजुर के गर्नु त हजुर काम गर्नु पर्यो हेर्नुहोस् मेरो नि पापी पेट खानु पर्यो लाउनु पर्यो हजुर सर तपाईले मेरो सामानहरु पुरै थप्प गरिदिनु भएको छ हेर्नुहोस् त्यसलाई चाहिँ तुरुन्तै छोड्नु पर्यो हजुर ल सर त्यति मेरो काम गरिदिनुहोस् सर म तपाईको मालामाल मसँग काम गरिसकेपछि तपाई पैसाको टेन्सन लिनु पर्दैन तर त्यो मेरो सामान चाहिँ छिटो छोडिदिनु पर्यो ताकि म बाहिरतिर सप्लाई गर्न सकूँ हजुर सर ओके ओके सर ल भनेपछि तपाईले मेरो कुरा बुझिदिनु भयो हुन्छ हस् सर ओके सर साला पापी पेट